खोलाको किनारमा असुरक्षित तरिकाले रहनुभएका घरहरूलाई असुरक्षित र अव्यवस्थित तरिकाले खोलाको किनारमा रहनुभएका बस्नुभएका नागरिकहरूलाई सुरक्षित स्थानमा सार्नको लागि भएको एउटा पहल हो। अब केही महिनापछि बाढी आउँछ अनि फेरि भिजिबिलिटी पुगेन भनेर मान्छेलाई छोडिदिने हो कि अहिलेदेखि नै सुरक्षित ठाउँहरूतिर लाने हो। यसलाई आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालयको बैठकले सरकारलाई चैत्र मसान्तभित्र सुरक्षित वासस्थान व्यवस्थित तरिकाले घाँसबास र स्वास्थ्यको सुरक्षालाई ध्यान दिएर चैत्र मसान्तभित्र यसलाई चाहिँ व्यवस्थित गर्नको लागि सबैलाई, अहिले जतिजना घरबारविहीन हुनुभएको छ सबैलाई यथेष्ट रूपमा सुरक्षित रूपमा व्यवस्थित रूपमा उहाँहरूलाई वासस्थान दिनको लागि, वासस्थानमा स्थानान्तरण गर्नको लागि र आवश्यक सबै घाँस बाँस स्वास्थ्य यो सबै व्यवस्था गर्नको लागि सरकारलाई सुझाव दिएको छ।